हेलो एन्ड कुसुजाङपो गाइस छोरीको डेडिकेसनको छोटो भिडियो लिएर आएको छु। हजुरहरू सबैजनाले हेरेर साथ गर्नु होला है त। व्याकुल हृदयहरूमा शान्ति छायो। यो नानीलाई डेडिकेसन गर्नु भनेको अर्थ के हो? समय परमेश्वरलाई के गर्नु? सुम्पिनु। हालेलुया। सुम्पिनु परमेश्वरको हातमा र फुल्ली कसलाई चाहिँ हामीले डेडिकेट गर्न सक्छौँ? जसलाई हामी भरोसा गर्छौँ, जसलाई हामीले विश्वास गर्छौँ, जसलाई चाहिँ हामी भन्दा पनि बढ्ता मात्रामा के गर्न सक्छौँ? हामीले परमप्रभुको वचनले भन्छ, जहाँ मेरो नाउँमा तिमीहरू 2 अनि 3 छ म त्यहाँ हुनेछु। आमेन। मानिसको उपस्थितिले कुनै पनि फरक पर्दैन। यसै जीवन जब हामी यात्रा गर्न थाल्छौँ भने परमेश्वरको उपस्थितिले चाहिँ हाम्रो जीवनलाई फरक गर्ने गर्छ। हालेलुया। त्यही कारणले गर्दा हामी निश्चय नै हामी विश्वास गर्छौँ आज हाम्रो परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। हालेलुया। जसरी हामी आएका छौँ, परमप्रभुले चाहिँ के गर्नु भयो? आमाको गर्भमा आउनुभन्दा पहिल्यै। हालेलुया। आमेन। कति ठुलो योजनामा, कत्रो ठुलो प्रेममा चाहिँ आज हाम्रो छोरीलाई परमप्रभुले बनाउनु भएको। आमेन। त्यसै कारणले गर्दा यो चाहिँ उपहार परमप्रभुले दिनुभएको 2 दम्पतिलाई। हालेलुया। हालेलुया। त्यसै कारण हामी धन्यवादी हुनुपर्छ परमप्रभुमा। कयौँ मानिसहरूको इच्छा छ, चाह छ, मलाई त छोरा चाहियो, मलाई त छोरी चाहियो, आफ्नो आफ्नो हुन्छ। तर हामी चाहिँ परमप्रभुले दिन भएको कुरा चाहिँ के हुन्छ? उत्तम हुन्छ। आमेन। हालेलुया। बेस्ट हुन्छ। हालेलुया। त्यो कुरामा हामी के गर्नुपर्छ? रमावट गर्नुपर्छ। हालेलुया। त्यसै कारणले परमप्रभुले अझै कति बढ्ता मात्रामा के गर्नेछु? ख्याल गर्नेछु। आमेन। हालेलुया। त्यही कारण दिनको निम्ति र वृद्धावस्थासम्म त्यसबाट तर्किएर जाँदैन। त्यसबाट तर्केर जाँदैन। परमेश्वरको भयबाट हुँदा अब यदि तयार छ नि, म नातिनीले चाहिँ मेरो चाहिँ अब आत्मिकी नातिनी हो होइन। टिकटकमा खेलेको चाहिँ म जान्दिनँ है दोस्त ल। उसले चाहिँ वचन बोलेको हालेलुया फायर वचन गरेको चाहिँ म चाहन्छु। मैले प्रेमको साथमा ल। शैलीमा हुनेछ। प्रभुले दिएको उपहार म फेरि पनि दुवै दम्पतिलाई सुम्पिन्छ। हामी ताली बजाएर प्रभुलाई धन्यवाद दिनेछौँ पिता पुत्र पवित्र आत्माको नाममा। खै अब सँगै लगाइदिनु पर्यो नि दादा। धेरै टाढाबाट आइदिनु भयो। साह्रै खेप्ने आवास खानेसिना परिवारबाट हस्पिटल धेरै दुःख गर्नुभयो, आइदिनु भयो। त्यसको लागि धेरै धन्यवाद। एउटा घुम्न आउनुहोस् न। दादा चाहिँ एकदमै धेरै दुःख गर्नुभएको छ। त्यही त आफ्नो दाजु जस्तै, आफ्नो बाउ जस्तै हस्पिटलमा पनि खाना दिएको आफ्नो परिवार नभएर पनि खुनको नाता हेल्प गर्छ। त्यसको लागि धेरै धेरै धन्यवाद। ल है साथीहरू, आजको भिडियो चाहिँ यति नै रहेको छ। हजुरहरूले हेर्नुभयो होला है, कस्तो लाग्यो कमेन्ट गर्नु होला, लाइक गर्नु होला। जसले पनि हेर्नुभयो थ्याङ्क यू फर वाचिङ भन्न चाहन्छु अन्तमा है त।